नमस्कार, म सुरेन्द्र पोखरेल। यहाँहरू हेर्दै हुनुहुन्छ रियल नेपाल युट्युब च्यानल। यस च्यानल अन्तर्गत यहाँले विभिन्न किसिमका कथा, कविता, गजल, मोटिभेसनल भिडियोहरू र विभिन्न किसिमका प्राकृतिक दृश्यहरू हेर्दै आइरहनु भएको छ। आज चाहिँ म एउटा गजल लिएर आएको छु। बर्सातमा झरी उस्तै लाग्छ, बर्सातमा झरी उस्तै लाग्छ जुन पोहोर पनि लागेको थियो। चैतमा घाम उस्तै लाग्छ जुन बितेको साल पनि लागेको थियो। चैतमा घाम उस्तै लाग्छ जुन बितेको साल पनि लागेको थियो। मन उस्तै हुँदो रहेछ, मन उस्तै हुँदो रहेछ पोहोर साल पनि गुराँस फुल्दा रमाएकै थियो। मन उस्तै हुँदो रहेछ पोहोर साल पनि गुराँस फुल्दा रमाएकै थियो। यो साल पनि वसन्त ऋतुमा फुल फुल्दा रमाएकै छ। दुःख र असह्य वेदनामा, दुःख र असह्य वेदनामा बालापनमा पनि आँसु खस्ट्यो। दुःख र असह्य वेदनामा बालापनमा पनि आँसु खस्ट्यो। आज पनि पीडा हुँदा, आज पनि पीडा हुँदा मन दुख्दा आँखाबाट वर्षा हुन्छ नै। आज पनि पीडा हुँदा मन दुख्दा आँखाबाट वर्षा हुन्छ नै। जवानीमा मिठो सङ्गीतले मन मनमा अभिनय गर्थ्यो। जवानीमा मिठो सङ्गीतले मन मनमा अभिनय गर्थ्यो। हिजो आज पनि त्यस्तै गीतका धुनहरूले चस्स मुटु छुन्छ नै। हिजो आज पनि त्यस्तै गीतका धुनहरूले चस्स मुटु छुन्छ नै। सानो छँदा मेरी आमाले गरेको निस्वार्थ माया थियो। सानो छँदा मेरी आमाले गरेको निस्वार्थ माया थियो। आज आमा नहुँदा पनि त्यही निस्वार्थ सम्झना रहेकै छ। आज आमा नहुँदा पनि त्यही निस्वार्थ सम्झना रहेकै छ। हिजो नव जवानीमा स्नेही मित्रले, हिजो नव जवानीमा स्नेही मित्रले गरेको निस्वार्थ प्रेम, स्नेही मित्रले गरेको निस्वार्थ प्रेम आज जवानी ढल्किँदै गर्दा पनि हृदयमा सलबलाकै छ। आज जवानी ढल्किँदै गर्दा पनि हृदयमा सलबलाकै छ। हिजो सुखमा हाँसोमा, हिजो सुखमा हाँसोमा अनि संयोगमा ताली बजाउनेहरू, हिजो सुखमा हाँसोमा अनि संयोगमा ताली बजाउनेहरू आज दुःखमा रोदनमा अनि वियोगमा पनि ताली नै बजाइरहेका छन्। आज दुःखमा रोदनमा अनि वियोगमा पनि ताली नै बजाइरहेका छन्। हिजो भोज खान आएका आफ्ना अनि नातेदार आफन्तहरू, हिजो भोज खान आएका आफ्ना अनि नातेदार आफन्तहरू आज अभावमा, पीडामा अनि सुस्केरामा पनि उही ताली नै बजाइरहेका छन्। आज अभावमा, पीडामा अनि सुस्केरामा पनि उही ताली नै बजाइरहेका छन्। फरक हुन्न रहेछ हिजो अस्ति र आजमा, फरक हुन्न रहेछ हिजो अस्ति र आजमा। फरक हुन्न रहेछ रात बिहानी अनि साँझमा, फरक हुन्न रहेछ रात बिहानी अनि साँझमा। भिन्न त अनुहार बोली अनि व्यवहारमा, भिन्न त बोली अनि व्यवहारमा। प्रकृति र मान्छे उस्तै उस्तै हुन्न रहेछ यो संसारमा, प्रकृति र मान्छे उस्तै उस्तै हुन्न रहेछ संसारमा। भिन्न त अनुहार बोली अनि व्यवहारमा, प्रकृति र मान्छे उस्तै उस्तै हुन्न रहेछ यो संसारमा। धन्यवाद। यदि यो च्यानलमा यहाँ नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहुन र यो भिडियोलाई लाइक गर्नुहुन अनुरोध गर्न चाहन्छु। हवस् त, नमस्कार।